बहिनीलाई पनि यसो भयो भन्नुहुन्थ्यो मेरो छोरी हेर कति गमक्क भएर बसेछ हौ मेरो छोरी त खाना थप्ला चाहिँ अलिक ठुलो भाडा भए चाहिँ सजिलो हुन्छ नि त थप्नलाई थप्नु हुन्छ नि त डोल डोल खोज्नुपर्छ डोल खोज्दा यस्तै बाल्टी खोज्दा बाल्टी हो नि त बाटासँग होइन बाल्टी नै सही हुन्छ त्यसमा त थोरै हुन्छ अब म्याडमको जान अनुसार भएन के पछाडिबाट को बोल्नु भन्दै हुन्छ होइन आजका विशेष है हाम्रो नानीहरूले अध्यक्ष उपाध्यक्षले ग्रहण गर्दैछन् है नानीहरूले बिक्री भटाभट गरिरहेछ है चिल्ला हाम्रो निनी त्यहाँ हुनुहुन्छ यसमा केही कमी छन् भने भन्नु होला है लाज नमानिकन गुरुबा के चाहियो भन्नु है काका ल के अपुग हो भन्नु है हजुरले दिदी त भर्खर पुरै फाइनल भइसक्यो आमा इच्छा नभन्नु खोइ भान्जीले नि यता हेरिदिनु नि त हो मेरो भान्जी हेलो मेरो भान्जी थाहा पाइबस्यो त्यो लुक्यो है के हो न भान्जी आउनु भनेर हेलो दाजु के छ हल्का के अपुग हो भने भन्नुहोस् है ल कसो साथी हो कसो साथी भान्जीको साथी हो अब भान्जीले सँगसँगै लिएर हिँड्छ साथी त के हुन्छ त यहाँको पनि दिएन खान्छ अगाउस् न ठिक छ रमाइलो छ सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ भाइ के चाहियो के चाहियो मेरो भाइलाई खोइ त बोल्दैन त मेरो भाइ त भाइ के खाने भन त पाहुनालाई स्वागत त मैले है मेरो बहिनीलाई के छ हल्का हजुरको पेपर फस्टाएको छ किन नाचेको हो ल नाच्नु ल डान्स खोइ त खोइ खतरा कहाँको यो 1 महिनाभित्रमा 600 जना आइसक्यो अरे आउट कमाउन आएको भनेर 600 जना आएर यो 2 महिनाभित्रमा हाम्रो केटो भनेको
अनि अब त अन्त आनन्द काम गर्नु छैन ए है खानै पर्छ पठाइ छ कतै भेट्दा भन्ने गर्ने हो भेट्टाउनै हुँदैन अरे के हो दाइ भनेर गएको न्यु भयो त कमाउनु गएको नि कमाउन चाहिँ गएको कमाउन भन्ने तर कमाउन दिरिक्क त्यहाँ भेनाजु खाजा खाउँ कि माम खाउँ घर खाजै खाउँ अहिले चाहिँ मिठो खाजै छ है अलि मिठै छ मिठै छ मिठै छ होइन तपाईँलाई मिठो हुन्न कि विदेशमा तर खानालाई मिठो हुन्छ जान्छु ल चाहिँ छ स्वागतम है स्वागतम है ल अनि खानु भइसक्यो मेरो भान्जा खोइ त बोलेको हौ भान्जा के छ हल्का भयो वा भान्जाकोमा टिक्छ खतरा देख्यो लु के डान्स गर्दैन है के हो बाबा र भान्जाको त खतरा आउँछ के है कहाँ आउनुभएको भन्नु त कहाँ आएको भनिदिनु न हजुर कसको बिलुवा के नामको बाबु मेरो भान्जा बाबु बाबा र हजुरको के एकदम राम्रो खतरा भिडियो आओस् ल फेरि हस् खतरा के पछि हिरो बन्नुपर्छ हस् ल हजुर ल आउनु आउनु यहाँ ल हजुर आउँ यहाँ ल दुई बाल्टी जति ल्याएर यसो हल्का छम्क्यौँ न ल केटाहरू आएछ ल केटाहरू आएछ मेरो डनहरू आएछ नै बोलाउन आइसक्यो त कहाँ नदिए यस्तो गरिदिएको भने टिका लाउन प्याक सुदीप गइसक्यो होला नि त्यो